जुम्लाको हिसाबमा मेन स्ट्रिमको विकासभन्दा बाहिर रहेको ठाउँमा पूर्व राज परिवारले नै अपनत्व लिने वातावरण बनाउनु भयो। यो चाहिँ कसरी भयो खासमा? अनि यो चाहिँ के थियो भने जस्तै जुम्लाको मनिसाङ्गुमा हामीले चुनाव ताकै बेला जस्तो त्यो मनिसाङ्गुबाट झन्डै अहिले पनि के छ भने त्यहाँको दिदीबहिनीहरू आमाहरू त्यो सुत्केरी भयो भने सुत्केरी व्यथा लाग्यो भने सदरमुकाम पुग्नका लागि करिब करिब तपाईँको अहिले अलिकति बाटो अलिकति हामीले राम्रो बनाएका छौँ यो पछिल्लो 2 वर्षमा। पहिला त बाइक पनि जाँदैन थियो हिलोमा गाडिएर, त्यसरी गऱ्यो भने 4 घन्टा 5 घन्टा लाग्दिने कहिलेकाहीँ। अब त्यसो गऱ्यो भने त सुत्केरीहरू त बेचैमा मर्ने भयो नि त, दिदीबहिनीहरू त मर्ने भयो नि। यहाँ त्यसरी पनि बर्थिङ सेन्टर बनाउँछौँ भनेर चुनावका ताका हामीले चाहिँ बाचा नै गरेका थियौँ। त्यस पछाडि के भयो भने यो बाचालाई लिएर मैले सरकारसँग अहिले नेपालको सरकारसँग पटक पटक अघिल्लो आर्थिक वर्षमा त्यहाँभन्दा पछिल्लो आर्थिक वर्षमा बर्थिङ सेन्टर बनाऊ भनेर पटक पटक स्वयं स्वास्थ्य मन्त्रीसँग भेट गरेर पटक पटक कुरा गरियो, तर उनीहरूबाट सुनवाई भएन। त्यस पछाडि त्यहाँ बर्थिङ सेन्टर बनाउनुपर्छ भनेर हिमानी ट्रस्टलाई भनिसकेपछि हिमानी ट्रस्टले कुनै दोहोरो सम्वादै नगरे त्यहाँ बर्थिङ सेन्टर बनाउने भनेर डिपिआर सहित बनाउने भनेर तयारी भयो र त्यसको शिलान्यास भयो। र अनि अर्को एउटा कुरो जस्तै जुम्लाको हिमा गाउँपालिकामा चुनाव ताकै बेला हामीले भनेका थियौँ त्यो धेरै राम्रो फाँटैफाँट खेतीयोग्य जमिन छ, त्यहाँ तपाईँको मेट्रिक टनका हिसाबमा भोलि धान फल्न सक्छ, आलु ओखरहरू फल्न सक्छ, तर जमिन बाँझो छ। कारण के भने पानी नभएका कारणले। अनि हामीले त्यो सबैभन्दा हाइटमा जहाँ गाडी पनि जाँदैन मान्छेले बोकेर जुम्ला जिल्लाकै करिब करिब कर्णाली प्रदेशकै सबभन्दा ठुलो सिँचाइ पोखरी हामीले 3 महिनामा बनाइदियौँ हामीले। यदि सरकारले त्यो बनाएको भइदियो भए तपाईँ आफै गरेर हेर्नुहोस्, 3 महिनामा हामीले त्यो बनाएको। हामीले फागुन 15 गतेबाट त्यसो सिमेन्टको काम सुरु गरेको र अस्ति सकेको। जस्तो पूर्व नवयुवराजले बेल्चा हानेको कुरालाई लिएर चाहिँ निकै टिक्का टिप्पणी भइरहेको छ। गणतन्त्रका युवराजहरूलाई त यो कुराले पचेन छ नि त, होइन? त्यस्तो देखियो होइन। राजा भनेको के हुन्छ भने राजाका लागि देश प्यारो हुन्छ, नेताका लागि त भोलि देशै नरहे पनि अर्काको देशको मुख्यमन्त्री बन्न पाइन्छ। राजाका लागि त देश रहे पो राजा रहन्छ। र नवयुवराजसँगको जुन सङ्गत अहिले भयो, उहाँ जसरी मैले त्यो सङ्गतमा जसरी भेटाएँ, अब राजा वीरेन्द्र सरकारसँग त अब हाम्रो भेट हुने समय मिलेन, तर यति शालीन, यति भद्र, यति जनतासँग जोडिएको हामीले कल्पना पनि गरेका थियौँ व्यक्तिगत रूपमा। किनभने त्यत्रो भ्रमणमा गइयो, धेरैभन्दा धेरै मान्छेहरू भेटे, हरेक ठाउँ ठाउँमा गाउँ गाउँमा तपाईँको मान्छेहरूले फुलको माला लिएर फुलहरू लिएर सडकमा बसेको अवस्था थियो। त्यो अवस्थामा उहाँले दिने प्रतिक्रिया अस्ति एक दिन बिहान चन्द्रनाथ मन्दिरमा के भयो, बिहान 4 बजे पूजामा जाने भनेको अब म बिहान उठ्न सकेन, तर नवयुवराज बिहानै उठेर चाहिँ पूजामा गएर सरिक भएर आइसक्नु भएको थियो। यसरी यो परिवारसँग अहिले पनि भर्खरै हामी नेपालगञ्जबाट अहिले छुट्यौँ। जुन तपाईँको एउटा तपाईँको देशलाई एकता बनाउनका लागि जुन क्षमता हुनुपर्ने हो त्यो क्षमता भरिपराउ छ र अझै यसलाई जसरी राष्ट्रलाई देशलाई चाहिने जुन राष्ट्रिय एकता छ त्यो कायमका साथ उहाँ प्रस्तुत हुनुभएको छ। यो 5 दिने यात्रामा सँगै बिताउन पाइयो। त्यो सँगै बिताउँदाखेरि जुन मैले भोगेँ, जुन हामीले देख्यौँ, त्यसले चाहिँ के गर्छ भने अब नेपाल राष्ट्रिय एकता कायम गर्छ। विविधताभित्रको एकताको देश हो यो देश, विदेशीहरूको पेवा होइन, यही राष्ट्रभक्तहरूको पेवा हो। अब यो देशमा कुनै पनि हालतमा राष्ट्रपतीय व्यवस्था चाहिँ अब टेक्दैन भन्ने कुराको सङ्केत देखाएको छ। जस्तो यो बिचमा फागुन 25 देखि चैत 15 हुँदै जेठ 15 सम्म पुग्दाखेरि राज संस्थाको पक्षमा, हिन्दू राष्ट्रको पक्षमा जुन माहौल क्रिएट भएको थियो नि, तपाईँहरूकै छिनाझप्टीले गर्दाखेरि त्यसलाई चाहिँ सक्दिनु भयो भनेर टिप्पणीहरू हुन लागेका छन्। खास गरेर वयोवृद्ध नेताहरूको नेतृत्वमा अब देशमा राज संस्था सम्भव छैन, युवाहरू अगाडि बढ्नुपर्छ भन्ने कुरामा यो चाहिँ के हो खान्छ? अनि अर्को यो सँगै जस्तो अहिलेसम्मको राजावादी आन्दोलनलाई तपाईँहरूले बागमती प्रदेशको एउटा कार्यक्रम छोडेर राप्रपाले आजसम्म अपनत्व लिएको छैन। तपाईँको पार्टी खालि कोलाबरेट हुनुभएको छ, जानु भएको छ संयुक्त ब्यानरमा, तर राज संस्था स्थापना गर्नको लागि राप्रपा किन सुस्त भयो? पहिलो प्रश्न तपाईँले भनेको जायज हो, किनभने युवाहरूको नेतृत्वमा चाहिँ यो आन्दोलन अगाडि बढ्नुपर्छ भन्ने देशभरिका मान्छेहरूको माग छ। अब त्यो मागका विषयमा छलफल गर्नुपर्ने आवश्यकता देखिन्छ। दोस्रो प्रश्न राप्रपा त्यो होइन। राप्रपा संसदबाट पनि हामीले जवाफ मागिरहेका छौँ, सडकबाट पनि हामीले जवाफ मागिरहेका छौँ, र देशैभरि आज बागमती प्रदेश मात्र होइन, हामीले देशका हरेक कुना कुनामा हरेक ठाउँमा हामीले कामहरू गरेर यसको अपनत्वका साथ हामीले अगाडि बढ्ने कुरा गरिरहेका छौँ। जस्तो 7वटा प्रदेशमा तपाईँको हामीले प्रदेश सभाहरू गऱ्यौँ, देशभरि क्याम्पियन गऱ्यौँ, र यसले गर्दाखेरि के छ भने हामी ब्याक भएको होइन। यो चाहिँ के छ भने यसो हेर्दाखेरि केही साथीहरू हिजो काङ्ग्रेस हुने, एमाले हुने होइन, अनि काङ्ग्रेस एमालेबाट अहिले अलिकति केही भइहाल्यो भने यसो केही गरिहालौँ कि भन्ने मान्छेहरूको आरोप मात्रै हो, सत्य यो कुरा होइन। हस्, धन्यवाद।
अब चाहिँ कस्तो हुन्छ आन्दोलनको मोडालिटी के हुन्छ जस्तो अनिश्चितकालीन जेठ 15 भन्दा पछाडिको तपाईहरुले एमाले भन्दा धेरै मान्छे सडकमा उतारेर आफूलाई प्रमाणित पनि गर्नुभयो सरकारले काठमाडौँका 2 वटा ठाउँ छोडेर सबै ठाउँमा निषेधाज्ञा जारी पनि गर्यो गणतन्त्रवादीहरू तपाईहरुसँग डराएका थिए यो तथ्य मान्न गाह्रो छैन अब तपाईहरु निषेधाज्ञासँग डराएर किन भाग्नुभयो हामी डराएर भागेको होइन भाग्नु भन्दा अहिले त अनिश्चितकालीन आन्दोलनको कुराहरू चाहिँ त्यो आन्दोलनको जुन समितिले गरेको थियो त्यो समितिलाई सोध्नुपर्ने हुन्छ हजुरले यो कुरा है अब म त त्यो समितिको सदस्य पनि छैन सिधा कुरो होइन पार्टी भएपछि हामी जाने हो त्यही भएर आधिकारिक प्रश्नको जवाब चाहिँ मैले दिन सक्ने अवस्था छैन त्यो भए हुनाले अहिले मैले के भन्छु भनेपछि अब आन्दोलन भनेको सिर्फ सडकमा ढुङ्गा हान्ने होइन अहिले बेल्चा हान्ने पनि त आन्दोलन हो आज राजाको छोराले जसरी युवराजले आज नवयुवराजले बेल्चा हानेर आज जुन माटोमा जुन आफ्नो माटोमा चाहिँ त्यहाँका आमाहरूको ज्यान बचाउने जुन थालनी गर्नुभएको छ हामी के भन्न चाहन्छौँ भने यस्तै सोच भएका साथ नेताहरूका छोराहरूले पनि यसै गरून् सुन तस्करमा नलागुन् सुनका बिस्केट बोक्दै विदेश नभागुन् हिजो देश छोड भनेर अरूलाई आरोप लाउनेहरू आज अर्काको देशमा गएर बेल्चा हान्नुपर्ने अवस्था आएको छ सुध्रिने समय छ एकता गर्नुपर्छ यो देश बचाउनुपर्छ मुलुक बच्यो भने हामी बच्ने हो मुलुक बचेन भने हामी बच्दैनौँ त्यो भएको कारणले गर्दा म सबैलाई अपिल गर्न चाहन्छु भने कसले के गर्यो भन्दा पनि हामी सबै युवाहरू मिलेर अब देश बनाउनुपर्छ यसरी तपाईँको विदेशीहरूको टेवा पुग्ने विदेशीहरूले सजिलै हाम्रो तपाईँको राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा हाम्रो तपाईँको आर्थिक मामिलामा दखल गर्ने यो व्यवस्था कायम छैन अहिले पनि भन्छु जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीमा अब हामी जानैपर्छ प्रदेश संरचना हामीले अब खारेज गर्नैपर्छ हिन्दू बुद्ध किराँत सहितको वैदिक सनातन हिन्दू अधिराज्यमा जानैपर्छ राजासहितको प्रजातन्त्रमा जानपर्छ संवैधानिक राज संस्थामा जानैपर्ने अवस्था छ राष्ट्रपति हटाएर राजा ल्याउने जनताको छोरोले शासन गर्ने जनताको छोरो प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री भएर आउने संसदबाट आउने व्यवस्थाले आज देश ठप्प छ अहिले पनि संसद बन्द छ अब होइन ल भन्नुहोस् न आज हामीले ऐन नियम कानुन बनाउने बेला आज एउटा मान्छे सत्तामा गयो आज भिजिट भिसा प्रकरणमा स्वयं गृहमन्त्री जोडिनु भयो भोलि यो गृहमन्त्री यता आउनु अर्को काण्ड फेरि आइहाल्छ फेरि अर्को संसद बन्द गर्नुहोस् यो संसदीय व्यवस्थाबाट देश बन्दैन यो 46 सालदेखि अहिलेसम्म देश बन्दैन संसद बनाऊ तर संसदको काम भनेको कानुन निर्माण गर्ने बनाऊ सरकार बनाऊ जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हटाएर राजा राखौँ किनभने राष्ट्रपतिले देशको राष्ट्रिय एकता कायम गर्न सक्दैन विदेशीका अगाडि नेपालीको शिर उच्च गर्न सक्दैन र अर्को संवैधानिक निकायहरूमा राजनीतिक नियुक्ति बन्द गरौँ अख्तियारहरूमा अदालतहरूमा यो संवैधानिक परिषद र न्याय परिषद खारेज गरौँ यो पार्टीका कार्यकर्ता भर्ती गर्ने थलो बन्यो हस् धन्यवाद एउटा प्रश्न अहिले गणतन्त्रले के दियो भनिरहँदा बोल्ने दियो अधिकार दियो भनिरहँदा आज मात्रै वरिष्ठ पत्रकार दिलभूषण पाठकमाथि एउटा समाचार लेखेकै आधारमा पक्राउ पूर्ति जारी भएको छ हिल्टन होटलको विषय हो यसलाई कसरी हेर्नु भएको छ यो पत्रकारमाथिको पछिल्लो समयको गणतन्त्रमा बोल्न चाहिँ पाइन्छ भन्ने कुरा चाहिँ तपाईँको होला तर सत्य होइन कि झुटो बोल्न पाइन्छ भन्ने र छाडा बोल्न पाइन्छ भन्ने स्थापित गर्न खोजे हो यिनीहरूले बोल्न पाइँदैन थियो भने गणतन्त्र आएको कति सालमा 64मा त्यहाँभन्दा अगाडि टेलिभिजन थिएनन् यो देशमा पत्रिका थिएनन् रेडियो थिएनन् नेपाल टेलिभिजनको स्थापना 65 सालमा भएको हो कि 2042 43 44मा भएको ल भन्नुहोस् न रेडियो नेपाल प्रचण्डजीले स्थापना गरिदिएको हो ल भन्नुहोस् त एफएमहरू उहाँले स्थापना गरिदिया हो कान्तिपुर भन्ने पत्रिका पनि तपाईँको यिनीहरूले स्थापना गरिदिया हो राजाकै पालामा बन्या हो त यो गलत भाष्य निर्माण गरे हो के थियो भनेपछि जे मन लाग्यो त्यही गर्न पाइँदैन थियो जस्तै अहिले तपाईँले गलत सूचनाहरू सार्वजनिक गर्न पाइएन होइन त्यतिखेर अरू अर्को कुरा राष्ट्रियतामा जस्तै यो देशलाई माटो गर्ने धर्म संस्कार मास्छु भन्न पाइँदैन थियो अहिले खुलमखुला आज हेर्नुहोस् त हाम्रो गौमाता राष्ट्रिय जनावरलाई काटेर मारेर टिकटकमा भिडियो हालेको छ सरकारले कारबाही गरेको छ यस्तो गर्न पाइन्छ के नेपालको संविधानले यो अधिकार दिन्छ नेपालको संविधानले त गौमाता त हिन्दूहरूको पवित्र माता मात्र होइन गौमाता त यो नेपालको राष्ट्रिय जनावर पनि हो नि त त्यो मार्न पाउने अधिकार त नेपालको संविधानले वर्जित गरेको छ नि त तर आज टिकटकमा मारेर हालेर हिँडेको छ गृहमन्त्री रमिताएर बसेको छ सरकार रमिताएर बस्छ कि यही हो छाडातन्त्र भन्छ हामी त्यो भएर गणतन्त्रमा बोल्न पाइन्छ भन्ने होइन गणतन्त्रमा नेताको चाकडी गर्न पाइन्छ जनताको कुरा उठाउन पाइँदैन सञ्चार माध्यममाथि सञ्चारकर्मीमाथि बेला बेलाको धरपकडलाई चाहिँ किन यति धेरै आत्तिने अवस्था यति धेरै अब तपाईँ सञ्चारकर्मीसँग त त्यस्तो कुरा गर्नुहुन्छ आज राजाको छोराले बेल्चा हान्दा त केपी शर्मा ओलीजीको आज फेरि तपाईँको अस्पताल उपचार गर्नुपर्ने अवस्था आइसक्यो डर यस्तो छ नत्र ल भन्नुहोस् न आज कसरी लेखिरहेछन् हेर्नु न के भएको सामान्य कुरा हो नि होइन ल भन्नुहोस् त्यो भयो हुनाले
यिनीहरूले लुटेको कुरा पत्रकारले बाहिर ल्याइदिन्छन्, पत्रकारले लुटेको कुरा बाहिर ल्याएपछि जनतामा नङ्गिन्छन्। अनि त्यो गर्नुभन्दा पत्रकारलाई चाहिँ पक्राउ गर्ने, थुन्ने, कुट्ने, पिट्ने, कार्यकर्ता ल्याउने। अहिले त के भन्ने भने देशमा भ्रष्टाचार गर्ने, अपराध गर्ने, अनि मान्छेले झोल्यो भन्दाखेरि म झोल्यौँ भनेर प्रधानमन्त्रीले भन्ने। त्यही भएर प्रधानमन्त्रीले हामीले भनेका छौँ, तपाईँ गिरिबन्धुको झोले, तपाईँ टेराम्याक्सको झोले, तपाईँ वाइट बडीको झोले, तपाईँ बालुवाटारको झोले, तपाईँ यो देशको उम्नीकाण्डको झोले, एनसेलको झोले र यो देशभरिको भ्रष्टाचारीको मुख्य झोले। त्यो भावनाले हामीले तपाईँको झोलामा यही चिज भनेका छौँ। यस्तो यो अहिले कस्तो भइदियो भने यो देशमा गर्नेलाई भन्दा देख्नेलाई लाज। प्रधानमन्त्री खड्गप्रसाद ओलीको झोलेमा झोलाभित्रै बास भयो। हस्, धन्यवाद। एउटा प्रश्न जुन अब हरिदेन्द्रलाई उत्तराधिकारी बनाएर लैजाने भन्ने कुरा चलिरहेको छ, त्यही हिसाबमा अहिले होइन यसो छ, यो त जनताले फैसला गर्ला नि है, जनताले फैसला गर्नु। हस्, धन्यवाद।